2082 5 महिना 23 र 24 गतिको शान्तिपूर्ण जेलजी आन्दोलनमा शहादत प्राप्त गर्नुहुने सम्पूर्ण व्यक्तिहरूलाई राष्ट्रिय शहीद घोषणा गर्नुपर्ने, किनभने सम्पूर्ण शहीदहरूको राजकीय सम्मानका साथ अन्त्येष्टिको व्यवस्था गरिदिनुपर्ने, 3 नम्बरमा सम्पूर्ण शहीद परिवारहरूलाई तत्कालै उचित क्षतिपूर्ति त्यसका साथै सचिव स्तरीय आजीवन पेन्सनको व्यवस्था गरिनुपर्ने, शहीदहरूको राजकीय सम्मानका साथ शव यात्रा गराई चक्रपथ परिक्रमा गराई पछि मात्र शव परिवारलाई हस्तान्तरण गर्नुपर्ने, शहीदहरूको शव गृह जिल्ला ससम्मान सैनिक हेलिकप्टरबाट पुर्याउनु पर्ने र गृह जिल्लामा पनि शव यात्राको व्यवस्था गरिदिनु पर्ने, मृतक परिवारका आमा बुबा श्रीमती बालबालिका तथा सबल दाजुभाइहरूको लागि उचित लालन पोषण शिक्षा रोजगारी बिमा स्वास्थ्य भत्ता सम्पूर्णको व्यवस्था गर्नुपर्ने, सम्पूर्ण घाइतेहरूको निःशुल्क उपचार सेवा सुविधा बिमा रोजगारी शिक्षा भत्ता तथा पाउनुपर्ने सम्पूर्ण सेवा सुविधाको व्यवस्था हुनुपर्ने, पूर्ण रूपले अशक्त अङ्गभङ्ग भएका घाइतेहरूको तथा उहाँहरूको परिवारको शिक्षा स्वास्थ्य बिमा रोजगारी पेन्सन भत्ता क्षतिपूर्ति तथा सम्पूर्ण सेवा सुविधाको व्यवस्था गर्नुपर्ने, गोली हान्न आदेश दिने तथा हिंसक दमन संलग्न प्रधानमन्त्री गृहमन्त्री सुरक्षा निकायका प्रमुख सिडिओ गृह सचिव तथा सो घटना घटाउँदा ड्युटीमा रहेका प्रहरीहरूलाई तत्कालै निलम्बन गरी हदैसम्मको कारवाही गर्नुपर्ने, जेएनजी आन्दोलनको नाममा